ए मुखिया बापू आउँदै रहेछ पैसा माग्छ। ए झुसे ए नमस्ते मुखिया बा। तेरो बाउको नमस्ते। यहाँ आइज त किन हजुर? तँ मलाई देखेर किन लुकिस भन्दा भाइ? होइन हो म त यसो गीत गाउँदै होइन म त लुकेको कहाँ हो? मलाई देखेर लुक्दै थिइस् यहाँनिर। अरे लुकेको होइन हौ म यहाँदेखिको यस्तो यहाँ आइज तँ यहाँ आइज। म त्यही घरमा जाँदै थिएँ। यहाँ आइज। हजुर तँ मेरो उप्रेको मेरो पैसा कहिले फिर्ता दिन्छस्? ला लाने बेलामा त तैँले लगिस् पैसा मैले दिएँ तँलाई फ्याट्टै। यहाँ सुन यहाँ आइज। तँलाई म एउटा काम भन्छु गर्छस्? गर्छु गर्छु। पैसा गाउँमा चाहिँ पैसा दिनु पर्दैन हैन? पैसा तेरो पैसा उधारी माफ गर्छु म। हजुर हो यो गाउँमा चाहिँ म अलिकति यहाँनिर यसो अलिकति धाक जमाएर बस्नु पर्ने छ हौ। म त अलिकति गाउँको मान्छेले बुढो भयो भनेर हेपे कस्तो लाग्यो मलाई। हो हो सानो सानो केटाकेटीले पनि हेप्छ मलाई। र म चाहिँ अब यो गाउँमा चाहिँ अलिकति धाक जमाएर बस्नु पर्ने छ हौ। हो म अलिकति ढाँट्छु त्यसमा तल अलिक मलाई सहायता मात्रै गर्दैन। अरे सहायता गर्नुपर्ने? सहायता मात्रै गर्दैन। आहा हुन्छ हजुर हुन्छ हुन्छ। मैले जे भन्छु त्यसको तैँले चाहिँ हो भनेर चाहिँ तैँले चाहिँ एकदम मान्छे सबै हाम्रो गाउँको मान्छेहरू चाहिँ विश्वास दिलाउनु पर्यो तैँले। लु ए हुन्छ हजुर हुन्छ। त्यति त गर्छस् नि मेरो लागि। हुन्छ पैसा फिर्ता पैसा दिनु पर्दैन। छोड्दे तेरो उधारी तँलाई माफ गरिदिन्छु। हुन्छ हुन्छ। यहाँ गाउँमा चाहिँ म अलिकति बुढी चुट्नु भने नि चुट्दिन्छु। पार्दैन त्यस्तो बुढी चुट्ने काम होइन। ढाँट्नु चाहिँ म ढाँट्छु तैँले चाहिँ त्यसमा मलाई सहायता मात्रै गर्नु। छाती ठोकेर हो भन्नु मात्रै हो। बुझिस् झुसे? हुन्छ ल त अब यहाँनिर को भेट्छ हो जो भेट्छ पहिला त्यसलाई हामी जोत्नु सुरु गरिहाल्नुपर्छ। ढाँट्नु सुरु गरिहाल्नु। त्यति बेला तैँले हो भन्ने मात्रै काम। पैसा दिनु पर्दैन। लु मेरो पछि आइज है। बाटो यतै हो यतै आइज। यहाँ गाउँमा चाहिँ मलाई अलिकति मान्छेले हेपेको जस्तो गर्दैछ यहाँनिर हो। मैले साथ मात्रै दिनुपर्छ मलाई। बुझिस्? हुन्छ हुन्छ। रात पनि पर्न आँटिसक्यो पानी पनि पर्न आँटिसक्यो। कहिले घाँस काटिसक्नु भगवान् त्यसरी एउटा यहाँ रहेछ। अब यसलाई सुरु गर्नुपर्छ। बोनी यसबाट गर्नुपर्छ। बुझिस्? हुन्छ बोनी यसबाट। ओइ नमस्ते मुखिया बा। नमस्ते नमस्ते। यहाँ आइज। म अहिले अलिक पानी पर्न आँट्यो कि घरमा कराउँछ कि घाँस बोकी लगिहाल्छु। ओइ तँ यहाँ आइज भनेको तँले भनेको मुखिया बाले भनेको कुरा सुन्दैनौ? यहाँ आइज। पानी पर्न आँट्यो घरबाट छिटो आउनु भन्दैछौ। यहाँ बस तँ। यहाँ बस। यहाँ मेरो कहानी अधुरो छ तँलाई थाहा छैन? मुखिया बा म बस्छु? अब सुत्छस्? बस न त्यहाँ बस मजाले बस्नुपर्छ। बसिसकेपछि मजाले पलाइ कसेर बस्नुपर्छ। है यहाँ सुन मेरो कहानी अधुरो छ। म गाउँमा कहानी कसैलाई सुनाउनु। मुखिया बा तपाईँको कहानी सुन्नु भ्याउँदैन नि। घाँस काट्नुपर्छ पानी पर्न आँट्यो। घाँस काट्नु त भोलि पनि हुन्छ। मेरो कहानी आज सक्यो भने भोलि कसले सुन्छ त फेरि? यहाँ सुन जब म तँहरूको उमेरमा थिएँ जमानामा म यस्तो ठुलो घनघोर जङ्गलमा जाँदै थिएँ। घनघोर जङ्गलभित्र पसेकै होइन मुखिया तपाईँ कत्रो जङ्गलमा बस्नुभयो? अरे मुखिया बा साथी रोक न। म जङ्गलभित्र पसेकै जङ्गल घनघोर जङ्गल आमपट्टिर जङ्गलै तेरका पहिला बोल्नु त दे। घनघोर जङ्गल पसेकै घनघोर जङ्गल पक्का हो एकछिन मलाई बोल्नु दे भने घनघोर जङ्गल पसेकै हो यति बेला भन्नु होइन है। अहिले एकछिन भने तँलाई म यसले ट्वाका दिन्छु। घनघोर जङ्गल पसेको त अगाडि त 15 फुट अग्लो यसरी हेर्नु पर्ने। त्यो घर जस्तो टाउको दाँत मात्रै थियो यति लामो यस्तो दाँत यति लामो दाँत। बाघ भेट्यो अगाडि। अब के गर्नु हो? बाघले मलाई हेरिरहेको छ। मैले बाघलाई हेरिरहेको छु। बाघ गरेर हेरिरहेको छ। मुख यत्रो खोलेको छ। अब
अब झुसेले भन्छ अब तँ भन् त अब कस्तो बाक्कै मुखमा राखिदिएको अन्त मुखिया बा ए मिलाएर भन्दैन यताउता मिलाएर भन्दै मिलाएर कसरी मिलाउन अब यो मिलाएर भन्दैन अब अघि त भन्छु भनेको थिएँ मिलाएर भन्दै त मुखिया बा त्यहाँ हेरिरहेको थियो बाघलाई हेरिरहेको थियो बाघले मुखिया बालाई मुख गरेर हेरिरहेको थियो त्यहाँदेखिको हेर्दा 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 भरै त बाघले स्याललाई देखेको रहेछ बाघले त स्याललाई टक्क टिपेर त लिएर गयो नि अब त्यहाँबाट उता म भन्छु यहाँबाट त्यही जङ्गलमा फेरि गएको गाकै घनघोर जङ्गल गएको गाकै जङ्गलभित्र घनघोर भित्र पसेकै होइन मुखिया बा भर्खर बाघ भेटेको अझै त्यो जङ्गल त अलिक निक्लिनु न हौ गएको छ त हौ अरे मुखिया बा जाँदैछ कस्तो अड्काएको हौ बाघले खायो भने भरे अघिको घनघोर जङ्गलमा पसेकै अलिकतिमा अगाडि गएर यस्तो हेरेको यत्रो 18 चक्का गाडीमा पनि लोड गर्न नसक्ने अजिङ्गर भेट्यो लुखा अब के गर्ने हो ल भेट्यो अब अजिङ्गरले मुख खोलिरहेको छ यस्तो गरिरहेको छ म अजिङ्गरलाई हेरिरहेको छु अजिङ्गरले मलाई हेरिरहेको छ म अजिङ्गरलाई हेरिरहेको छु अजिङ्गरले सास फेरिरहेको छ मलाई हावा आइरहेको छ मैले हेरिरहेको छु अब फेरि झुसेले भन्छ अब भन्दै फेरि कस्तो अघि बाघको अगाडि अहिले फेरि अजिङ्गरको अगाडि मिलाएर भन्दैन मिलाएर यताउता कसरी मिलाउनु मुखिया बा मिलाएर भन्दै अघि त भन्छु भनेको नभए पैसाले मुखिया बा गएको त्यहाँ मुखिया बाले अजिङ्गरलाई हेरेको अजिङ्गरले मुखिया बालाई हेरेकै त्यहाँदेखि त मुखिया बा त खराए जस्तो फुत्तै जङ्गलदेखिको बाहिर निक्लिने मान्छे है आहो तैँले त कहानी त सिद्ध्याइदिस् त भाइ कति बढाउँछ त अन्त मुखिया बा कहानी त सक्यो त अन्त मेरो अन्त अब होस् अर्कोतिर गरौँ तँ झुसे काम लाग्दैन जस्तो लु हिँड तैँले त मेरो कहानीको सत्यानाश गरिस् हिँड अब अर्को फेरि गाँकी खोज्नुपर्छ त्यो मुखिया बाले कस्तो जोतेको यता घाँस काट्नु ढिलो भइसक्यो यो मुखिया बाउले जोत्दै रहेछ फेरि यो पाराले त गाउँमा त राज गरेर बस्नु सक्दिन क्या मुखिया बा तपाईँले एउटा प्रश्न सोधौँ आऊ सोध त्यो मलाई चाहिँ त्यो अजिङ्गर र त्यो बाघको मुखमा चाहिँ नलानु छ अब म सक्दिनँ अब तँलाई अजिङ्गर र बाघको मुखमा अगाडि लाँदिनँ तैँले चाहिँ अब सिर्फ यति भन्नु हो र आहो मजाको भन्नु ल ए हुन्छ कसरी आहा क्या मजा आहा क्या मजा भन्नु अनि हो मात्रै भन्नु तेरो हुन्छ लो हिँड्न अब अर्कोलाई जोत्नुपर्छ अर्कोलाई ढाँट्नुपर्छ त फुलहरू पनि सुकेर पानी हाल्नु पर्ने कस्तो राम्रो फुलहरू सुकेर के हो ओ मिस्टर ओ साइला भाइ नमस्ते मुखिया बा नमस्कार नमस्ते मलाई पनि ढोक्ने गर न यसो ए हाम्रो झुसेमा आएको रहेछ नि त हाउ भाइ जाति नै छौ ठिक्क हामी जाति के गरेको फुल बोडेको कस्तो छ तपाईँले हेर्नु फुलहरू सुकेर हाम्रो यस्तो राम्रो फुलहरू सुकेर के हो मेरो अलिकति कानी पो अधुरो भएर आएको हौ म त मेरो फुल बोडिसकेको छुइनँ कहानी कहाँ सुन्नु कहानी अलिकति सुन्नु पर्यो मुखिया भएको लु अब मेरो कहानी अधुरो भएको छ हो कि झुसे भन्दा ओ कहानी अधुरो भएको छ झुसे सुनौँ न हामी जमानामा चाहिँ के थियो भन्दाखेरि चाहिँ म चाहिँ एकदम मुस्टन्डै थियो त बुझ्यो अब के हुन्थ्यो म फौजमा थिएँ जर्मनसँग लडाइँ भएको थियो सेकेन्ड वर्ल्ड वार भएको थियो क्या मजा पहिला पुरा त हुनु दे झुसे अब के थियो त उताबाट जर्मन सेना आइरहेको थियो हामी यताबाट गएको सेनामा थियो अन्त को थियो सेनामा हामी साथीहरू थियौँ यहाँ सुन न पहिला अब उताबाट टङ 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 गोली चलाक्कै गुट्टुङ क्या मजा यतिकै एकछिन पर्खिन अब उताबाट आएको छ पुरै बन्दुक गोला बारुद लिएर टङ 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 पड्काउँदै आक्कै
आक्कै आहा, क्या मजा। आउनु त दे आउँदैछ छेउमा आइपुग्न आँट्यो भन्नु नि त। छेउमा आइपुग्न आँट्यो को आइपुग्न आँट्यो? दुश्मन आक्को आक्कै आक्को आक्कै आक्को आक्कै आक्को आक्कै छ आक्को आक्कै छ। मुखिया बा अहिलेदेखिको आक्कै छ त अन्त झङ्काबिट भएन अन्त अरे म आँटेको छ एकछिन पर्खिनु। मुखिया बाको कुरा सुन न, त्यहाँ बरु बन्दुकको गोली लाग्यो नि। सुन आक्को आक्कै छ आक्को आक्कै झम्को भेट हुनु आँटेको त्यो हुनु आँटे उताबाट त्यहाँबाट पटक गोली चलाउनु थाल्यो बम चलाउनु थाल्यो अत्रो ग्रेनेडहरू हिर्काउनु थाल्यो हो कि होइन ग्रेनेडहरू हिर्काउनु थाल्यो आमा गोली त यस्तो बिना पड्कायो यति बिना पड्कायो सात ट्रक गोली पड्कायो उताबाट हो 7 ट्रक गोली पड्काइसक्यो उताबाट हो 7 ट्रक अन्त मुखिया बा तपाईँलाई गोली लागेन अन्त गोली कहाँ गोली घरि यताबाट जान्छ 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 यहाँबाट यता जान्छ गोली एउटा छल्दा सुन त्यहाँबाट चाहिँ एउटा गोलीले लाग्यो मलाई हो लाग्यो मलाई हो एउटा गोलीले लागिसकेपछि कहाँ लाग्यो अरे गोली लागेको मान्छेले नपुला न त्यही त गोली लागिरहेको छ मान्छेलाई मान्छे मर्नु बेला भइसक्यो गोली लागेर हस्पिटल हाल्नुपर्छ मर्ने बेला भयो अरे सुन न गोली लागेर खुन रगत पछि भुइँमाको छु आहा क्या मजा तो गोली लागिरहेको छ मान्छेलाई आहा क्या मजा तेरो गोली लागेको मान्छे कतिखेर भन्नुपर्ने त क्या मजा मारे तो जा तँ झुसे काम लाग्दैन जा तर चाहिँ म सेकेन्ड वर्ल्ड वार जितेर चाहिँ यहाँनिर गाउँमा आएर बसेको हो बुझ्यौ मुखिया बा तपाईँको कथा सक्यो सक्यो। अब रुई निकाल्दा हुन्छ है कानबाट आहो त्यसका बाजेका साला यत्रो कथा सुने साला चुतियाले त कानमा त रोइ पो हालिरहेको रहेछ साला अघि चाहिँ कान सुनेको जस्तो गरेर एक्टिङ पो गरेछ यसले थेत्तेरिका मेरो त यो गाउँमा चाहिँ राज नहुने रहेछ हो एउटा झुसेलाई जोत्न भनेर साथ दे भनेको पनि त्यो साथ पनि दिनु सक्दैन आहो अब चाहिँ म हुँदैन जान्छु